एमाले खत्तम किनभने जनताले एमाले चाहिँ अनि भोटै दिएन ओलीको ओली त अहिले जनता नजर आउँदा कसिङ्गर भइसकेका छन् कसिङ्गर माने यस्तो दम्बी यस्तो निर्दयी यस्तो मानवता नभएको व्यक्ति रहेछ जबकि त्यति बच्चाको हत्या हुँदाखेरि एक शब्द दुःख प्रकट छैन अलिकति पनि जिम्मा हो मैले जिम्मा लिनुपर्छ भनेर त्यो नैतिकता पनि देखाएन त्यस्तो व्यक्तिले मुलुक हाँक्नुहुन्छ या पार्टी हाँक्नुहुन्छ हि मस्ट गो देउवाले जे मन परि गरेछ बीपीको सिद्धान्त नै फ्याँक्यो कांग्रेसको सिद्धान्त नै फ्याँकेर माओवादीसँग कहिले ओडिसा मिलेर चाहिँ कहिले माओवादी कहिले एमाले मिलेर खाली पद र पैसाको लागि जुन गयो यो देउवाले उसको ग्रुपले त विश्वप्रकाश शेखर के गर्न सके त के गर्न चिच्याउन सके कराउन सके त के भयो त के त भएन नि हरेक पार्टीमा माओवादी प्रचण्ड कसले आखिर जनार्दनले जति गर्यो निस्किनु पर्यो आखिरमा सो यो अध्यक्ष भने पद असाध्यै स्ट्रङ हुँदो रहेछ कि हरेक सब पार्टीको विधानमा त्यही रहेछ अझ कम्युनिस्टको त झन् बढ्ता हुन्छ कम्युनिस्टमा त अध्यक्ष भन्नु त महाको हाइटमा हुन्छ हो त्यसैले नि होल पोइन्ट चाहिँ नि अहिले हेर्नुहोस् यो ओली अध्यक्ष आए भनेदेखि एमाले डुब्यो जोसुकै महासचिव आउँ एमाले